Hello everyone, welcome to my YouTube channel. So आज हैन म चाहिँ हामी चाहिँ यहाँ सुनाउनुमा आएको हैन मकैमा हाम्रो चाहिँ उतल बारी छ यता यता छ हैन हामी चाहिँ यहाँ माथि छौ यहाँ माथि हामी स्पेशली मकै रुङ्दै मकै खाँदै छ यता हाम्रो छोरी यता पनि हाम्रो छोरी हाई गर्नु त हाई हाई गर्नु यसो त हैन भर्खरै पानी परेर पानी भर्खर उयो भएको छ पानी परेर पुरै बिजोक भइरहेछ हाम्रो यहाँतिर चाहिँ कति धेरै ठुलो पानी पर्यो आज यस्तो त्यही हो हेर्न सक्नुहुनेछ यस्तो यस्तो छ हैन म चाहिँ यहाँ छु मकै टोक्दै तल दिदीहरू पनि हुनुहुन्छ अनि हामी चाहिँ माथि त्यही भएर उता तल भाइहरू पनि छ सुँगायो क्रिक ओ हेर्नु गयो आमामा यस्तो चलाक्छ गाइस कस्तो चर्किएको मकैले ओ माई गॉड अघि हामी माथि थियो अहिले चाहिँ तल आयो हैन यहाँ एउटा जानै सकेको छैन एउटा तल पुगिसक्यो त्यहाँ अर्को दुईजना छ यता म छु अनि मकै एउटा सक्यो अब एउटा यति बाँकी छ हैन यसरी खायो भने बाँदर हुन्छ अरे क्या बाँदरले मात्रै खान्छ रहेछ मैले पनि खाइदियो आज हामी दिनभरि मल ओसारेको भिडियो चाहिँ लेम्की जस्तो लागेको थियो अनि हाम्रो दिउँसो है पानी पर्न लागेको थियो अनि लाइन आउँदैन नि त यहाँतिर चाहिँ अलिकति पानी पर्यो भने पनि लाइन आउँदैन त्यही भएर मेरो मोबाइलमा चाहिँ चार्ज थिएन चार्जमा थियो मोबाइल त्यही भएर भिडियो चाहिँ बनाउन पाएन सो त्यही हो ए धेरै यहाँ माथिदेखि उता पनि छ अनि त्यही हो यता हेर्न सक्नुहुन्छ हाम्रो नानी कस्तो भइरहेछ म चाहिँ यहाँ सुगाहरू पनि यति आउने हो क्या यति आउने होइन जानु तल दिदीसँग नजाने दिदी हो त्यही हो त्यो चाहिँ हाम्रो दिदीको छोरी हो कुन्टो हेर्नु पुरै कालो कालो झुम्री भइरहेछ यहाँ पानी खेलेर मसँग पछि लगाएर आएको थियो अनि मैले लिएर सो त्यही हो यस्तै छ जिन्दगी हाम्रो सुँगुर रुन्ने बस्ने गाउँघरमा मल ओसार्ने बस्ने एउटा कुरा प्लिज सबैजनाले हैन मेरो चाहिँ युट्युबमा गएर सबैजनाले चाहिँ सब्सक्राइब गरिदिनु होला भिडियो हेरेर साथ सपोर्ट पनि दिनु होला त्यही हो त्यतिमै म ह्याप्पी हुन्छु गाइज त्यही हो सब्सक्राइब गरिदिनु होला त्यति हो यता मेरो नानी आउँदै हुनुहुन्छ आउनुहोस् वेलकम छ तपाईलाई त्यही हो